भन्ने कुराहरू उठिराखेका छ र त्यो स्वाभाविक पनि हो। नौजवान प्रधानमन्त्रीले आफ्नो राष्ट्रको नाममा सम्बोधन गर्नुपर्छ कि पर्दैन, गर्दा के बिग्रिन्थ्यो र भन्ने प्रश्न पनि उठिरहेछ। मलाई लाग्छ त्यो अस्वाभाविक होइन, स्वाभाविक हो जस्तो लाग्छ। खै ठिक छ, उहाँ बोल्नु भएन। अहिले आम नेपालीहरूले यदाकदा यो रासोपाका समर्थकहरूले भोटर्सहरूले के भनिराखेका छन् भने किन बोल्नु पर्यो त, बोलेर के भयो, धेरैले बोले के गरे, बोल्नेहरूले नबोलेरै काम गरे भइहाल्छ नि भन्ने खालको तर्क गर्नेहरूको पनि कमी छैन। यो कुण्ड कुण्ड बुद्धि मुण्ड मुण्ड के अरे बुद्धि कुण्ड कुण्ड पानी भने जस्तो यो आफ्नो बुद्धि अनुसारका तर्क गर्ने व्यवस्था नै हो। यसमा कसले के तर्क गर्यो त्यो महत्त्वपूर्ण होइन। त राष्ट्रको नेतृत्व गर्नेहरूले गर्नुपर्ने कुरा के हो, त्यो किन गरेनन्, महत्त्वपूर्ण प्रश्न चाहिँ त्यो हो हामीले उठाएको छ। खैर जे होस् ठिकै छ, म यो विषयलाई धेरै लम्बेतान गर्न चाहन्न। मुख्य कुरा मैले अघि पनि भने सुशासन र सुधारको कुरा मात्रै मुख्य होइन। आजको नेपालको राजनीतिक अवस्थालाई हेर्ने हो र यो व्यवस्थालाई हेर्ने हो र यो व्यवस्थाका पछाडि को छन् भन्ने कुरालाई नजरअन्दाज नगरिकन हामीले राष्ट्रको बारेमा चिन्ता गर्ने हो भने, चिन्तन मनन गर्ने हो भने चाहिँ गम्भीर अवस्था नै हो यो। 2/3 को सरकार आएको छ, नौजवान चाहिँ युवाहरू मन्त्री भएका छन्, केही सुधारका कुराहरू पनि उनीहरूले गर्ने प्रतिबद्धता राष्ट्रका सामु, जनताका सामु राखेका छन्। राम्रै होला भन्ने अपेक्षा राख्न सकिन्छ। तर यसका पछाडि अरू नदेखिने केही विषयहरू पनि हुन सक्छन् राष्ट्रको जीवनमा। त्यसबारेमा आम नेपालीहरू सचेत हुनुपर्छ। यो सरकार बन्दै गर्दा पूर्व प्रधानमन्त्री ओली सत्तामा भएको बेलामा लिपुलेक लिम्पियाधुराको विषयमा गम्भीर बहस भयो देशभित्र। त्यो हाम्रो जमिनलाई के अरे चिनिया शासक वर्ग र भारतीय शासक वर्गले बलमिच्याइ गरेर नेपालको सरकारलाई, तत्कालीन शासकहरूलाई नसोधिकन उनीहरूले व्यापारिक नाकाको रूपमा त्यहाँबाट बाटो लिएर जाने कुरामा उनीहरूले सहमति गरे र त्यसपछि देशभित्र निकै ठुलो बहस भयो र सरकारले तत्कालीन प्रधानमन्त्री ओलीको सरकारले राष्ट्रिय सहमतिकै आधारमा लिपुलेक लिम्पियाधुराको हाम्रो भूगोललाई समेटेर नक्सा जारी गर्ने काम भयो। त त्यो विवाद कायमै छ। बारम्बार कुटनैतिक नोट जारी गर्ने काम पनि यो देशको सरकारले, तत्कालीन शासकहरूले गरे। वार्ताद्वारा त्यो समस्या समाधान गर्नुपर्छ, त्यो हामीमाथि अन्याय भयो, हाम्रो भूगोल हडप्ने काम भयो भन्ने तौरबाट यो देशका विद्वान बुद्धिजीवीहरूले, शासक वर्गहरूले र आम दुनियाँले पनि, नेपालीहरूले पनि त्यो प्रश्न उठाए। त्यसप्रति कुनै पनि प्रकारको प्रतिक्रिया, जवाब र त्यो समाधान गर्नका निमित्त भारतीय शासक वर्ग तयार भएन र उनीहरूले बलजफ्ती गरेर नै त्यसलाई नक्सा हाम्रोमा छ, हामीले नक्सा बनाएका छौँ, त्यो भूगोल हाम्रो हो, नक्सा बनाए पनि नबनाए पनि त्यो हाम्रो भूगोल थियो। तर नक्सा बनाइसकेपछि त हाम्रो दाबी त्यो अरू कायम भयो र त्यो समस्या समाधान नगरिकनै बलियो छु भन्दैमा कसैको जमिन अकुपाई गर्ने कुरा चाहिँ त्यो एक प्रकारले त्यो दादागिरी नै हो। त्यो हामीलाई हेपेर गरिएको काम नै हो यो दुईटै राष्ट्रले, चीन र भारतले। त यो चुनाव सम्पन्न भइसकेपछि बालेन्द्र शाहको सरकार बन्दै गर्दा फेरि त्यहाँबाट बाटो सञ्चालन गर्नका निमित्त दुवै राष्ट्रका जिम्मेवार अधिकारीहरूले सार्वजनिक रूपमै त्यो काम गरे र त्यसबारेमा अहिलेसम्म बालेन्द्र शाहको सरकारले कुनै पनि कुरा प्रतिक्रिया जनाएको छैन। सायद बालेन्द्र शाहको भ्रमण पनि ढिलो चाँडो भारतमा हुन सक्छ। भारतभन्दा अन्त हुँदैन, भारतमै हुन्छ, गराउँछन् जहाँसम्म लाग्छ मलाई।
तर बालेन्द्र शाहको हिजो मेयर हुँदा ताकाको उहाँको स्ट्यान्ड हेर्ने हो भने त्यो ड्रामा गर्नु भएको थिएन भने उहाँ साँच्चीकै राष्ट्रवादी एउटा देशभक्त नेपाली हो र अहिलेको देशको प्रधानमन्त्रीको रूपमा आफूलाई उहाँले जसरी कार्यकारी भूमिकामा राखिरहनु भएको छ, नेपालीहरूले जसरी राखेका छन् उहाँलाई, त उहाँ मेयर हुँदाखेरि उहाँले जो ग्रेटर नेपालको नक्सा पछाडि राखेर बसिराख्नु भएको थियो, त साँच्चीकै भित्रैदेखि उहाँको त्यो भावना हो भने उहाँले केही कुरा भारत भ्रमण अगावि पनि उहाँले केही कुराहरू भन्नुपर्छ, कूटनैतिक प्रयास पनि उहाँले गर्नुपर्छ, त्यो हाम्रो जमिन हो भनेर उहाँले जबरजस्त दाबी गर्नुपर्छ। र भारत भ्रमणमा उहाँ गएको बेलामा पनि यसबारेमा उहाँले जोडले आफ्नो राष्ट्रको पक्षमा, आफ्नो भूगोलको पक्षमा उहाँले आफ्नो कुरा राख्न सक्नुपर्छ। यो उहाँले भ्रमण मलाई लाग्छ जहाँसम्म भारतकै भ्रमण गर्नुहुनेछ बालेन्द्र शाहले, त केही समय अगाडि 2 वर्षसम्म कुनै पनि विदेशी राष्ट्रमा औपचारिक भ्रमण नगर्ने भन्ने खालको कुरा पनि यता कता सुन्नमा आएको हो। अब त्यो कतिसम्म सत्य हो त्यो विषयमा छलफल गर्दै गरौँला। र अर्को विषय चाहिँ जो यी पुराना सत्ताच्युत भएका दलका नेताहरूले अमेरिकाको जबरजस्ती नै भन्नुपर्छ त्यो एमसीसी पास गरेका छन् र त्यो कार्यान्वयनको चरणमा छ। र अब एसपीपी पास गर्ने सैन्य गठबन्धन, सैन्य एउटा रणनीति अनुसार पनि एसपीपी पास गरेर नेपाल राष्ट्र र नेपालको सेना र अमेरिकन सेना सैन्य रणनीतिमा पनि सहभागी हुने खालका कुराहरू पनि आइराखेका छन्, जो त्यो राष्ट्रको हितमा छैन, त्यो गर्न हुँदैन भन्ने ठुलो जनमत छ नेपालमा। त बालेन्द्र शाहको सरकारले एसपीपी पास गर्नका निमित्त अमेरिकनहरूले कहीँ न कहीँबाट दबाब दिएको खण्डमा एसपीपी पास गर्छ या गर्दैन यो पनि जनसरकारको विषय छ र जनताले यसलाई नजिकबाट हेरिराखेका विषय पनि हो। त्यसो भएको हुनाले यी गम्भीर चुनौतीहरू सामना गर्दै नेपालीहरूलाई सन्तुष्ट बनाउँदै बाह्य शक्तिहरूलाई पनि सन्तुलनमा राखेर यो देशको राज्य सत्ता सञ्चालन गर्ने, राष्ट्रलाई समृद्धिको मार्गमा लैजाने त्यो अत्यन्तै महत्त्वपूर्ण जिम्मेवारी बालेन्द्र शाहको र यो रासोपाको नेतृत्वको सरकारको काँधमा आएको छ। र मलाई लाग्छ यो देशको राजनीतिक विधि र व्यवस्था लामो समयदेखि मैले नजिकबाट हेरिराखेको हुनाले मैले दावाका साथ भन्ने गर्छु यो देशको शासन व्यवस्थाका पछाडि बाह्य शक्तिहरू छन्। नेपालीहरूले, नेपालका शासकहरूले चाहेर पनि आफ्ना बुद्धिले यो राष्ट्रलाई समृद्धिको मार्गमा, सुशासन र राजनीतिक स्थायित्व सहित प्रगतिको मार्गमा नेपाली जनतालाई र यो राष्ट्रलाई सजिलै लैजान दिँदैनन् बाह्य शक्तिहरूले, र चाहेर पनि नेपालका शासकहरूले त्यो काम गर्न सक्दैनन्। यो मैले दाबीका साथ भन्दै आएको छु। र मैले अर्को के पनि भनेको छु भने अहिले यो सरकार 5 वर्षसम्म टिक्छ भनिएको छ। मलाई लाग्छ यो सरकार 5 वर्षसम्म टिक्दैन, टिक्न दिँदैनन्। यो टिक्न चाहे पनि हामी टिक्छौँ भनेर उहाँहरूले चाहिँ घन्टी बजाए पनि फेरि है कुनै मन्दिरमा गएर 5 वर्ष हामी टुटफुट हुँदैनौँ, यो राष्ट्रलाई नेतृत्व गर्छौँ भनेर पशुपतिनाथमा गएर बालेन्द्र शाहले, रवि लामिछानेले कसम खाए पनि, घन्टी बजाए पनि मलाई लाग्छ यो सरकार 5 वर्ष टिक्न दिँदैन र टिक्दैन भन्ने लाग्छ मलाई। जब सत्ता नै, शासक नै अस्थिर हुन्छ, जब शासक नै विदेशीहरूको डिजाइन अनुसार राज्य हाँक्नका निमित्त तलमाथि गर्न चाहिँ विवश हुन्छ, बाध्य हुन्छ, त त्यस्तो अवस्थामा चाहिँ यो राष्ट्रको
उत्थान र प्रगति, शान्ति र राजनीतिक स्थायित्वको कुरा चाहिँ त्यति सजिलो हुँदैन। त्यसो भएको हुनाले म विनम्रता साथ के आग्रह गर्छु भने बालेन्द्र शाह प्रधानमन्त्रीजी र राष्ट्रसभाका सभापति रवि लामिछानेजीलाई तपाईहरुले मुलुकलाई अब सहजतातर्फ शान्ति, उन्नति र प्रगति र एकताको बाटोतर्फ लैजाने हो भने तपाईहरुले एकपटक तपाईहरुका विपक्षमा रहेका र आफ्नो विचार अथवा आफ्नो आस्थामाथि थिचुमिचो भयो र दमन भयो भन्ने खालको बुझाइ राखेका पक्षहरूसँग पनि एकचोटि बसेर राष्ट्रिय सहमति कायम गरेर सत्ता सञ्चालन गर्ने प्रयास गर्नुभयो भने त्यो तपाईहरुको लागि र तपाईहरुको यो सत्ता र सरकारको लागि नै महत्त्वपूर्ण हुन सक्छ। अन्यथा बाह्य शक्तिहरूले यो गत फागुन 23 के रे भदौ 23 र 24 गते जुन विध्वंसबाट सत्ताच्युत गराइयो, ती शक्तिहरूले कहीँ न कहीँबाट एक प्रकारको आन्दोलन उठान गर्न सक्ने र जनताले कहीँ न कहीँबाट तपाईहरुले जो वचनबद्धता, जो प्रतिबद्धता तपाईहरुले जो प्रस्तुत गर्नुभएको छ त्यसबाट पनि अपेक्षा गरे अनुसार जनता सन्तुष्ट हुन नसक्ने अथवा त्यो एसपीपी पास गर्नेवाला कुराहरू पनि सँगसँगै हुने र बाह्य शक्ति राष्ट्रहरूसँगको सम्बन्ध पनि असन्तुलित हुने स्थिति निर्माण भयो भने थाहा छैन यो देशभित्र के अवस्था सिर्जना हुन्छ, त्यो अहिले कल्पना पनि गर्न सकिँदैन। त्यसो भएको हुनाले राष्ट्रिय सहमतिका निमित्त बालेन्द्र शाहले नै राष्ट्रसभाका सभापति रवि लामिछानेले नै प्रयास गर्नुभयो भने त्यो नै फलदायी हुन्छ। सत्ता र शक्तिमा जानु मात्रै महत्त्वपूर्ण कुरा होइन, राष्ट्र र जनतालाई स्थिर बनाइराखेर बाह्य शक्तिहरूलाई पनि आवश्यकताभन्दा बढी भूमिका नदिकन उनीहरूका कुरा पनि सुनेर आफ्नो राष्ट्रलाई चिरकालसम्म बचाइराख्नका निमित्त, शान्ति र सुव्यवस्था कायम राख्नका निमित्त शासक बढी जिम्मेवार हुनुपर्छ। त्यसो भएको हुनाले म आजलाई यति भन्छु, बालेन्द्र शाह अहिलेको प्रधानमन्त्रीजी र राष्ट्रसभाका सभापति जिम्मेवार बन्नुहुनेछ र राष्ट्रिय सहमतिका लागि उहाँहरूले प्रयास गर्नुहुनेछ। आजलाई म यति भन्छु, अरू अन्य विषयमा फेरि कुरा गरौँला। धेरै धेरै धन्यवाद।